मलाई के भ्लगहरू बनाउन अनि अरूको भ्लगहरू हेर्न एकदमै मनपर्छ क्या। अनि मैले पनि एकदमै कतै कतै घुम्न गयो भने कहिले कसो यस्तो क्लिपहरू लिएर राखेको हुन्छु कि ताकि पछि मेमोरी पनि हुन्छ अनि कहिले काहीँ टाइम पायो भने हाल्नुहुन्छ एडिट गरेर भन्ने सोचेर राखिरहेको हुन्छु। अनि यो गेटवे अफ इन्डिया घुम्दाको हो, आई मिन गेटवे अफ इन्डियामा घुम्न जाँदाको भिडियोजहरू हो। अनि यो चाहिँ बल्ल अहिले एडिट गर्न लगाएको कि अनि टाइम नै अहिले मिल्यो अनि त्यही भएर। हुन त यस्तो एडिट गर्ने युजहरू त खासै नलेज त छैन, त्यही पनि आफूले जानेको गर्न लागेको। ट्रेनमा बस्दा कस्तो रमाइरहेको छ के हो। यो दिन चाहिँ अलि ट्रेन एकदम खाली थियो। हुन त एसी ट्रेन भएर पनि होला, एसी ट्रेनमा खाली हुन्छ भनिरहेछ थियो बाबुको पापाले। अनि त्यही भएर टिकट काटेर हामी घुम्न गएको थियौँ कि कस्तो रमाइरहेछ कि ट्रेन बस्दा नि। बाबुको पापाको मुड जहिले यस्तै हो, खुसी भएको के हो स्याड भएको के हो फेस त्यस्तै हो जहिले। यो चाहिँ मैले अनि ट्रेनबाट झरेपछि चाहिँ गाडीमा चढ्नुपर्ने रहेछ कि त्यहाँबाट गेटवे अफ इन्डियाको त्यो गाडी लाग्दो रहेछ, त्यहाँबाट झऱ्यौँ। अनि एकदम ट्राफिक जाम भएको भएर चाहिँ हामी त्यहीँबाट आउन पनि लागिसकेको थियो नि त, अनि त्यही भएर त्यहाँबाट झऱ्यौँ। अनि झरिसकेपछि हल्का हिँडेर अगाडि गएपछि अनि आइपुगेको थियो कि देखाइरहेको छु। अनि उता पुग्दासम्म त राति भइसकेको थियो। त्यही पनि एकदम रमाइलो भयो, राति भए पनि बाबुले एकदम इन्जोय गर्यो। डबल डेकर बस देखाइरहेछ। यो चाहिँ मैले अगाडिको आफूलाई खिचेको कि यस्तो अड्लाइरहेको थियो। खिच्न पनि जानेन, फिङ्गर देखिरहेको छु, एडिट गर्न पनि सकिनँ। अनि त्यस्तो एडिटबाट धेरै नलेज पनि छैन नि त, त्यही भएर त्यो हटाउनु जानिनँ। अनि जति जाने त्यति नै राखेछु। अनि आइपुग्यो गेटवे अफ इन्डिया फाइनल्ली। अनि त्यसपछि अगाडि गयौँ अनि फोटो खिच्यौँ। त्यसपछि बाबुले एकछिन बोटिङ गर्ने भने फेरि बोटिङ पनि गऱ्यौँ। रमाइलो भयो जे होस्। बेलुका आइपुग्यो त फर्केको थियो।